हेलो नमस्ते अनि स्वागत छ तपाईहरुलाई हाम्रो नौतन च्यानलमा जसको नाम हो मम एन्ड डटर लाइफमा। तपाईहरु सबैजनालाई फेरि एकबार भन्दिछु स्वागत छ मेरो छोरीको यो च्यानललाई हेर्दिनु होला र उ र म चाहिँ अहिले भ्लग बनाउँदै छौं। यो हाम्रो फर्स्ट भ्लग हो। म लगाउँदै छु स्यान्डल। किन जाने अब उता अगाडि उ त गोलुलाई खेदाउ त गोलुलाई खेदाउ न। नगर खुट्टामा नगर नि टोक्छ नि फेरि। एकबार सुन न एकबार सबैजनालाई नि एबीसीडी पढेर सुनाइदेऊ न। पढेर सुनाइदेऊ त। ए बी सी डी ई एफ जी एच आई जे के ए भएन। अब भन्देऊ ए फर के हो भन्देऊ। अहिले छोरीले चाहिँ एलोमेन ओ पी त लेख मात्रै जान्दा छिन्, त्यहाँबाट चाहिँ जानेको छिन् भने सिकाउँदैछु म। सिक्दै छिन्। ए फर एप्पल पनि त्यस्तै पी जाने राख। क्यू त लेख भन्छन्। अब 1 2 पढेर सुनाइदेऊ न। अम्मा यो मटन खाना के मटन यहाँ चाहिँ बहुतै गर्मी छ, एकदम हालत खराब भएको छ हामीहरूको पुरा एकदम। आज 3-4 दिन भयो गरम यति नै बेसी छ। राम पंखा संखा मतलब केहीमा पनि बस्नै सकिँदैन घरमा। 3 बजीबाट मात्रै अलिकति ठन्डा हुन्छ यहाँ। एकबार हेत्तेरीका साइलेरीमै गाडेर सुनाइदेऊ न। एकबार हेत्तेरीका साइलेरीमै गाडेर सुनाइदेऊ। ओइ ओ के गरे क्यू ओडी मोबाइललाई राखिदेऊ अनि नाच्न सक्छौ। हजुर खोइ के हो कुन तो गामछा हो। दोकान जाने होइन। आजको भिडियो चाहिँ हामी यतिमै राख्छौँ। फेरि भेट हुन्छ तपाईहरुसँग। त्यतिखेर तलिकलाई बाई बाई। छोडी बाई बाई भन्देऊ। बाई बाई। फेरि भेट हुन्छ।